हाई, हेलो, नमस्कार। मलाई चिनि नै सक्नुभयो होला। म रोहन, जुन तपाईँले अहिले देखिरहनु भएको छ स्क्रिनमा। अब हामी इन्ट्रोबाट सुरु गर्छौँ। जीवन भनेको चाहिँ एउटा जिउने एउटा जीवितपन, त्यसलाई जीवन भनिन्छ होइन। मान्छेको जिउँदोपन होइन। जन्मदेखि चाहिँ मृत्युसम्मको समयलाई जीवन भनिन्छ। जस्तै जिन्दगीलाई नै जीवन भनिन्छ। र मार्ग मार्ग भनेको चाहिँ आउने जाने सडक पथ आदि होइन, विभिन्न विधि पद तरिका होइन, यस्ताहरूलाई चाहिँ हामी मार्ग भन्छौँ। यसमा चाहिँ तरिकाहरू, विभिन्न कुराहरू होइन पर्दछ मार्गभित्र। तपाईँले जस्तै कि एउटा जिउने ढङ्ग हुन्छ नि त, त्यो पनि एउटा मार्गै हो। तपाईँ कुन अब मार्गमा जाने, जस्तै कि तपाईँले फ्युचर चुज गर्दा पनि मार्गमै पर्छ होइन। सो जीवन मार्ग भनेपछि जीवन र मार्गलाई चाहिँ हामीले एकै ठाउँ ल्याएका छौँ। र यो जीवन र मार्गले चाहिँ के गर्छ भने जीवनको हरेक मार्ग, जस्तै कि जिन्दगीको हरेक सम्वेकहरू होइन। सम्वेक मतलब दुःखी खुसी हाँसो रोदन रमाइलो सबै कुरालाई समेट्ने गर्दछ होइन। अनि यस जीवन मार्गमा चाहिँ तपाईँले आएको कुरा हामीलाई सिकाउने, हामीले आएको कुरा तपाईँलाई सिकाउने र यस जीवन मार्गको विशेष उद्देश्य भनेको तपाईँलाई शिक्षित गराउने, आफू पनि शिक्षित बन्ने, आफू शिक्षित बनेसँगै तपाईँलाई पनि शिक्षित बनाउने, त्यसरी शिक्षित बन्ने एउटा विशेष उद्देश्य बोकेको छ। र प्रत्येक देशका नागरिकहरूलाई पनि शिक्षित बनाउने एउटा उद्देश्य पनि बोकेको छ। विशेष गरी जीवन मार्गको यो एउटा कुरा हो। र हाम्रो यो सानो प्रयास हो। हाम्रो यो सानो प्रयासलाई साथ माया सपोर्ट गरेर तपाईँहरूले एकदमै राम्रो गरिदिनु हुनेछ भन्ने आशा गर्दै हामी यस भिडियोबाट सुरुवात गर्दैछौँ। तपाईँहरू सबैले यदि हेर्दै हुनुहुन्छ भने सपोर्टको लागि चाहिँ एउटा कुनै चिज नछोडिदिनु होला होइन। त्यति भन्दै आजको लागि बिदा हुन्छु। आगामी दिनमा चाहिँ हामी विशेष गरी राम्रो गर्ने प्रयास गर्नेछौँ। र तपाईँहरूले चाहिँ आएका कुरा हामीलाई चाहिँ कान्छो vlog552@gmail.com मा पनि इमेल गरेर हामीलाई सुनाउन सक्नुहुनेछ। तपाईँको प्रत्येक फिलिङहरूलाई हामीलाई सुनाउन सक्नुहुनेछ। अनि फेसबुक पेज भन्नु पर्दाखेरि चाहिँ MR रोमन लेखिएको छ, जुन पेज रहेको छ त्यस पेजमा पनि तपाईँले गएर हामीसँग जोडिन सक्नुहुनेछ, हामीलाई मेसेज पनि गर्न सक्नुहुनेछ। भन्दै आजको लागि हामी यहीँ टुङ्ग्याउँछौँ। आगामी दिनमा साथ माया सपोर्ट दिनुहोला भन्दै हामी बिदा हुन्छौँ। नमस्ते।